नेपाली राजनीतिमा आज एकदमै ठुलो भुइँचालो गएको छ। सुशासनको चर्को नारा दिने गृहमन्त्री सुदन गुरुङले शपथ खाएको 1 महिना नबित्दै आफ्नो पदबाट राजीनामा दिएका छन्। तर के यो राजीनामा उनले नैतिकताका आधारमा दिएका हुन् त, कि यसको पछाडि कुनै खास कालो रहस्य लुकेका छन्? मुख्य कारण हो सुदन गुरुङको 4,31,00,000 भन्दा बढीको सेयर लगानी सार्वजनिक भएको छ, जसको वैधानिक स्रोत उनले खुलाउन अहिलेसम्म सकेका छैनन्। त्यति मात्र होइन, हाल हिरासतमा रहेका बिचौलिया तथा व्यापारी दीपक भट्टसँगको पनि व्यापारिक साझेदारी बाहिरिएपछि उनीमाथि तीव्र दबाव परेको थियो। गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमा नैतिकता र जेन्जी आन्दोलनको नाममा राजीनामा दिएको दाबी गरे पनि वास्तविकता भने अर्कै छ। उनीमाथि मडारिएको गम्भीर आर्थिक छानबिनको कालो बादलबाट बच्न उनले यो राजनीतिक चाल त चालेका होइनन्। देशमा पारदर्शिताको माग बढिरहेको बेला गृहमन्त्री नै यस्तो विवादमा तानिनुले हाम्रो नेतृत्वमाथि ठुलो प्रश्न उठाएको छ। तपाईलाई के लाग्छ, यो राजीनामा साँच्चीकै नैतिकताका आधारमा दिएका हुन् कि कारबाहीबाट बच्नलाई दिएका हुन्? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोस् र यो भिडियोलाई सेयर गरेर सबैमाझ पुर्याउनुहोला।